मजाले चाउचाउ खाँदैछ है। यो चाहिँ बिरालोले कुट्न गयो फेरि काँडाले घोच्ला। ल हेर कुटेको सँगसँगै जाने रहेछ के, मिल्ने रहेछ यिनीहरू। ल ल ल जुदे ओहो चाउचाउ खाँदैछ। वाइ चाउचाउ हो यो चाहिँ, वाइ चाउचाउ मन पराउने रहेछ ल यसले। कस्तो क्युट छ ल, कस्तो क्युट। यसको हामीले मुखमा छोइदियो भने यो डल्लो हुन्छ, भकुन्डो जस्तै डल्लो हुन्छ। ल कस्तो नडराएको क्या बिरालोसँग। ल हेर ल कस्तो क्युट। मुराई पनि खाने रहेछ। भर्खर मैले चटपटे बनाएर राखेको, अनि खोर्सानीमा मोल्नुभन्दा पहिले चाहिँ मैले यो बिरालोको लागि भनेर राखेको। ल मै भएको ठाउँमा आउनु लाग्यो, म चाहिँ भाग्नुपर्छ किनकि यसको जिउभरि काँडै काँडा छ। यो काँडा बिज्यो भने त बाफ्रे सताउँछ पो त, मलाई त टेन्सन हुन्छ फेरि। अहिले जान चाहिँ कहाँ आँट्यो यो फेरि सडकको बाटो। फेरि चाउचाउ खान पुग्यो। यसले सल्लाको सानो सानो यस्तो यो पनि खाने रहेछ, यस्तो गेडाहरू पनि खाने रहेछ। यो चाहिँ सल्लाको हो। यो सल्ला चाहिँ अर्कै खालको सल्ला छ। यो सल्ला चाहिँ यस्तो खालको हो, यस्तो खालको सल्ला हो, यस्तो खालको। यसमा चाहिँ यस्तो खालको फ्रुटहरू छ। बोट चाहिँ ठक्कै सल्लाको जस्तो, बोट चाहिँ सल्लाको जस्तो। यसमा चाहिँ ठुलो ठुलो हुँदैन, अनि यसमा चाहिँ नि यो सानो सानो मसिनो यस्तो खालको छ। अनि यो चाहिँ यसलाई मनपर्ने रहेछ, यो डग हाउसलाई मनपर्ने रहेछ। हेर्नुहोस् त, यो चाहिँ खाँदो रहेछ। यसको गेडा भुइँमा झरेको टिपेर खाँदो रहेछ मजाले। यता पुग्यो। यसलाई चाहिँ टिपेर उठाएर मेरो बगैँचामा लगाउँ कि जस्तो पनि लाग्न त। फेरि यो एक्लै हुन्छ होला, यसको फ्यामिलीसँग छुट्याएर फेरि के लगिजानु है। नत्र मलाई चाहिँ यो मन पर्ने कि यसले केही बिगार गर्दैन। मुसाले कति बिगार गर्छ तर यसले चाहिँ बिगार गर्दैन। यो चाहिँ सोझो खालको हुने रहेछ। सिर्फ यसलाई चाहिँ छुनु भएन। यसको जिउभरि यस्तो काँडा छ, यो काँडाले घोच्यो भने चाहिँ नि अस्पताल गएरै झुक्नुपर्छ होला। फेरि मुराई खान आइपुग्यो, गोलपके खान आइपुग्यो। कहिले चाउचाउतिर आइपुग्छ, कहिले मुराईतिर। यसलाई मनपर्ने चाहिँ यो गेडा रहेछ। यो त्यसलाई साह्रै मनपर्ने रहेछ। दिउँ न यसलाई। ल चाउचाउ खाइरहेछ, चाउचाउ मन परेछ। वाइ चाउचाउ नुनिलो मजाले मन पराउने रहेछ। चाउचाउ खोजेर खाइरहेछ। ल हेर कति छिटो खाएको चाउचाउ। आमाम कस्तो मन पराएको यसले। ए नजुत त नजुत, यहाँ चाहिँ जुदिरहेको छ बिरालोको बच्चाहरू।
कहाँ जान लाको ल हेर यो चाहिँ बच्चा हो है सानो तर यो अलिकति ठुलो हुन्छ ल चौरतिर गयो एक्लै खेलिबस्दो रहेछ यो गयो फेरि आउन लाग्यो भाग्य ल टाटा गर्दै सबैलाई टाटा गर्दै बाई बाई सम्पूर्णमा Thanks for watching. Please subscribe. If you like, please share and comment please.